साथीहरु आज पनि हाम्रो श्रमदान छ। आज 2082 साल कार्तिक महिनाको 15 गते श्रमबारको दिन हामी यो कटारे हैन आफ्नो कालो चढ्नु पर्छ। यति नगर हैन हुँदैन। फेरि खायो चाहिँ नभन्नु होला, तर हामी यो खायो भन्दा बढी काम गर्छ। ल यस्तो बाटोमा हामी जाँदैछौँ साथीहरु। अझै आधी छेउ पनि कसैले खोर्सानी खाएर कसैले तपाईँ रनिङ गरेर हामी भने तपाईँ नाच्दै 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 काम गरेर ल यस्तो राम्रो बाटो जाँदैछौँ हामी आज। विदेशमा अहिले हामी यहाँ चौतारामा आइपुग्यौँ साथीहरु। श्रमको के अरे तपाईँ ए किरा ल कोही किरा छ कोही श्रमदाता छ है। सबैजनाले यसरी हामी सबैजना मिलेर यहाँनिर आफ्नो घरबाट ल्याउनु भएको खाजा आज 2082 साल कार्तिक महिनाको 15 गते श्रमबारको दिन हामी यो कटारे पाखामा अवस्थित छौँ। अहिले यो कटारे पाखा छेउमा हिजो खाना अलिकति थोरै खाइयो साथीहरु, अनि त्यही भएर आज चाहिँ बिहानै दाजुभाइले अनि के अब खानै पर्यो हैन। आफ्नो कालो चढ्नु पर्छ। यति नगर हैन हुँदैन। फेरि खायो चाहिँ नभन्नु होला, तर हामी यो खायो भन्दा बढी काम गर्छौँ। सबैजनाले आउनुभयो साथीहरु। आज चाहिँ व्यवस्थित तरिकाले रहेछ यहाँनिर खाजाको व्यवस्था साथीहरु। यस्तो आज चाहिँ पुरै बुढो सुब्बा टेन्ट हाउस। अब सबैजना आफ्नो औजार बोकेर हामी श्रम गर्नलाई अब यो उकालो पाखातिर लाग्छौँ साथीहरु। सबैजना जानु हुँदैछ है यसरी। ल यसरी छ साथीहरु यहाँनिर। हामी यहाँनिर यो पहिरो झरेको छ, यहाँ खोलाले कटान गरेको हो। त्यहाँबाट श्रमदाताहरू सबैजना झर्दैछौँ। यसरी जाँदैछौँ है श्रम गर्नलाई। लु अहिले यस्तो छ। यो कटारे पाखा जान्छ तल्लोपट्टि तल्लो लाइन। देशको विचार र देशभक्तहरूको हामी अहिले तल खोला यो बाघ खोला झर्दैछौँ साथीहरु। भेट भयो लाए श्रमदानले पानी छाएछ। नबोले नबोल दिलमा माएछ। लाखै यतिको जोस चाहिँ हुनु पर्यो। यहाँ सर फेरि जाओस्। सम्झना र सदैव पाटिप्नो भर्ल गीत नगाऊ देश काट्नु पर्ला। यस्तो बाटोमा हामी जाँदैछौँ साथीहरु। अझै आधी छेउ पनि पुगेको छैन हामी।
कोका भाग 1 भाग 2 को पाइप भएको ठाउँमा सरी सबैजना श्रमदाताहरू जाँदैछौँ है साथीहरू। कसैले तपाईँ रनिङ गरेर हामी भने तपाईँ नाच्दै 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 काम गरेर ल यस्तो राम्रो बाटो जाँदैछौँ हामी आज। डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा गफै गरी मिठो खाना राम्रो लाउन खोज्दा गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा हो सगर नेपाली हो देशै घुम्ने दिन आइसक्यो। 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 सङ्गरौँ नेपाली हो अहिले हामी यहाँ चौतारामा आइपुग्यौँ साथीहरू। नेपाली हो भोकै मर्ने दिन आइसक्यो। साथीहरू हामी अब यो पहिरोको बाटो निक्ल्यौँ। गाउँ यही मास्लोपट्टि हो। अनि आज मेरो साथी पनि श्रमदानको टी सर्टमा फेरि निकै झल्किरहेछ। आज जस दह्रो पाइप पुर्ने भयो साथीले पनि। लु यस्तो छ मौसम पनि यस्तो राम्रो छ। यहाँ मुनि खोला बग्दैछ। बाटो चाहिँ यस्तो खत्तम छ है साथीहरू। हामी यहाँ कोका भाग 1 भाग 2 को पाइपमा आइपुग्यौँ साथीहरू। यहाँनिर धमाधम हाम्रो श्रमदाताहरूले यहाँ खनेर पुर्नु हुँदैछ पाइप। यस्तो छ है साथीहरू यहाँको मेलो। आज चाहिँ हामी कटारे पाखा यता पारिपट्टि सालघारीमा टक्कसँगले यहाँ भव्य रूपमा श्रमदान गर्दैछौँ। यो जाति र त्यो जाति अहिले चाहिँ हामी साथीहरू त्यहाँनिर दह्रो पाइप पुरिकन यहाँनिर खाजा खानुलाई यहाँनिर बसिरहेछौँ। मेरो साथी खाजा खायो साथी? ए ल सबैजना यहाँनिर श्रमदाताहरू हामी यसरी खाजा खाँदैछौँ। यस्तो श्रमको के अरे तपाईँ? ए किरा ल कोही किरा छ कोही श्रमदाता छ है। सबैजनाले यसरी हामी सबैजना मिलेर यहाँनिर आफ्नो घरबाट ल्याउनु भएको खाजा बाँडेर खानु हुँदैछ। यस्तो छ है साथीहरू। धमाधम काम हुँदैछ साथीहरू हाम्रो। आकाशतिर हेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा डुब्न लाग्यो साँझ जिउने शैली फेर्दा गफै गरी मिठो खाना राम्रो लाउन खोज्दा गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा
हो सगरा नेपाली हो देशै घुम्ने दिन आइसक्यो हो सगरा नेपाली हो देशै घुम्ने दिन आइसक्यो हो सगरा नेपाली हो देशै घुम्ने श्रम गरेर लाग्यो है साथीहरू अब खाना खानलाई अब त्यसपछि हामी घर घर जान्छौँ साथीहरू यस्तो छ आजको श्रमदान भिडियो मन पऱ्यो लाइक सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि छोड्नु होला है साथीहरू कमेन्ट छोड्नु भएको छैन कतिले ल हस्त धन्यवाद।